सोकम केटा हो आज हामी टक्क लाएर कहाँ त लाग्यो अरे कहाँ त लाग्यो हामी हामी अब ईश्वर छ केटा पछाडिकोvala अरे के किसान छन् अनि राहुल र राजकुमारहरू आउँदैछ अझ अहिले चाहिँ हामी कतैतिर त्यसो गाइज हामी टक्क लाएर निस्किन लाग्यो अब दारी सारी फालेर राहुल त हिरो भयो यार दारी सारी फालेर राहुल त हिरो भयो त भनेको त्यो केटा हो सो केटा हो ल हामी चल्दै गयो है चल्दै गयो हामी चाहिँ हामी कति 4 1 2 5 जना छ है अहिले चाहिँ हामी टक्क लाएर रेम्बो टावरतिर जान लाग्यो इको भिलेजतिर अगाडि रोहित छ तर आउँदैछ पछाडि सो त्यही हो मुसलमान भन्दा अगाडि मुसलमान भन्दा अगाडि बोले गोप्रो किनेको के यता गयो घाचोक यता गयो भलाबोट हाम्रो खदान ठाउँ सो अहिले चाहिँ हामी भलाबोटतिर आइसकेको केटा हो के भिडियोमा हाल्यो अहिले चाहिँ हामी भलाबोट अहिले भइदेखि त सबै कुराहरू अस्ति म राइड गर्थेँ क्या एनएसको राइड गर्थेँ अलिकले हाल्नु गएर सो गाइज अहिले चाहिँ हामी भलाबोट छौँ अब यहाँ टर्निङ छ साउन्ड राम्रै क्याप्चर गर्छ पछाडि बोलेको मान्छे पनि सुनिन्छ सबै सबै कुराहरू क्याप्चर अलिक स्पिडमा चाहिँ हावाको आवाज बढी आउँछ अलिक ओभर स्पिडमा चाहिँ तिम्रो हावाको आवाज बढी आउँछ अब सबै ठिकै हो ए न अगाडि हिँड्नु राहुल कुद्यो केटा हो राहुल कुद्यो है राहुल सर र धुलो उडाउँदै कुद्यो है केटा हो कस्तो अब इन्डिङ आइसक्यो हामी यो बाटो गन्छ त माथि घाँचो निस्किन्छ घाँचोक बनाएको पहिल्यै थियो बाटो त अलिक कच्चा छ लास्ट पहिला गाडी हिँड्ने बाटो बनाएको थियो यहाँ त अलि राम्रो ढङ बनाएको पऱ्यो के भयो के ए रोहित बाइक पड्का हाम्रो डेस्टिनेसन यही होइन र यहीसम्म होइन बाइक पड्का केटा बाइक पड्का रोहितले बाइक पड्काइदिन्छ अब मिठो तालले अलि बाइक झर्दो रहेछ बाइक त यहाँ झर्छ तर झर्दैन बाइक झर्दैन नि काम ड्राइभ पिकनिक आउन मजै आउँछ बेग्लै छुट्टी हो नि अहिले आउँछ पसन्द लाग्छ रोडले दियो
केटा हो रोहितले बाइक पड्कायो रोहितले बाइक पड्कायो केटा हो के हो नेका त बसेर बसेर अहिले आउँदा बसौँला के यस्तो घाममा नि के कस्तो डाइट लिएर बस्नु होइन अहिले टेन्सन लगाएर बस्नुपर्छ है यस्तो घाममा त अनि सो अहिले हामी यता गण्डकीतिर आइसकेको छ है अब यहाँ पुल क्रस गर्नुपर्छ अब यहाँ पुल क्रस गर्नुपर्छ हामीले समाउँदै बच्चा मजाले चढ्छ दाइ रिभर्स गर्नुपर्ने हो पर्दैन क्या यहाँ त यो खतरा राइडर हो त यस्तो फनक्कै पर्दैन के बिस्तारै दाइ भिडियो बनाउनु पर्छ त यहाँ पर्दैन के यहाँ त रोहित सर कस्तो अनुभव भइरहेछ कहाँ को आउँछ छोड्दै हो छोड्दै सो गाइज हामी अहिले पुल तर्दैछौँ यसले हान्नु नै हुन्न हुन्छ कि यार खाल्डो हुन आएको अहिले त फेरि पुल भन्दा छुन्छ डाइङ छुन्छ छोडेन धन्न यार सो हामी पुल कटेको हो अहिले आखिर बाटो छैन कि यताको बाटो छ कि राउ झऱ्यो हेर यो बाटो पनि घस्दै छ क्या फेरि पुरै ढुङ्गाको बाटोको जस्तै आज पनि लाग्यो है लक्काके जुम्मा आइसक्यो सोकेर म अस्ति समय पनि आएको थिएँ आज पनि आएँ है अस्ति चाहिँ हाम्रो एनएस हुडको राइडबाट आएको थिएँ आज चाहिँ अब केटाहरू आफ्नो केटाहरूसँग आज चाहिँ है अस्ति नै रमाइलो भयो आज पनि रमाइलो गर्नुपर्छ है भिडियो सुट यताउता सब गर्नुपर्छ अरू गर्ने हो युट्युब च्यानल बनाउनु छ मैले सब भ्लगहरू हालिरहेको छु युट्युबमा भ्लग हालिरहेको छु मैले ए हो अस्तिको भ्लग पनि हालेको आजको चाहिँ भोलि हाल्छु कि बेलुका हाल्छु थाहा छैन जस्ट मैले भ्लग गरिरहेको छु त अलिक पछिल्लो टाइम चाहिँ मुस्ताङको नि भ्लग दिइरहेको छु मुस्ताङको त भ्लगै सबै सकिसक्यो मेरो अब अस्ति घामरुटको पनि मैले गरेँ युट्युब सर्ट चाहिँ हालेको छैन युट्युबमा भिडियो ट्राभलको त धेरै लाभ हुन्छ नि त त्यो भिडियोलाई चाहिँ काटेर हाल्नु होला सबै गर्छु सबै गर्नुपर्छ भिडियो बनाउनु गाह्रो छ केटा हो अनि यसको फेरि त्यो गर्नलाई त एडिट गर्नलाई त भिडियो गर्नलाई त पनि ल्यापटप चाहिने होला नि त फेरि ल्यापटप भयो एकदम राम्रो तर मैले सबै फोनबाट गरिरहेको छु कि फोनबाट गर्नु फोनबाट गरिरहेको छु अलिक क्वालिटी घट्छ फोनबाट गर्दाखेरि खास ल्यापटप भयो त बवाल हो नि ल हेर ऊ
के कस्तो छ हेर अरे अनि भन्नाले मोबाइलमा यो बाटो कसरी त्यो ट्रान्सफर हुन्छ त्यो डाटा कनेक्सन गर्ने कि के गर्ने मोबाइल डाटा तिम्रो उस हुन्छ कि एउटा एप हुन्छ एपबाट गोप्रोबाट डाइरेक्ट फोनमा फोन ट्रान्सफर हुन्छ ए त्यस्तो हो क्वालिटी सेम आउँछ जिबी अलि स्टोरेज धेरै खान्छ त्यसरी त्यस्तो हो सो गाइज ल हामी ल आयो है भोजन खोला आइसक्यो हजुरको यता गयो भने चाहिँ टेम्पोट आउँछ त्यहाँ स्विमिङ पुल पनि छ माछा खानलाई यो ठाउँ उता चाहिँ नयाँ खुलेको छ तलपट्टि चाहिँ जाम पनि कता कता हुन्छ केटाहरूले कता कता लान्छन् थाहा छैन कसले फोनमा हान्यो मलाई कता जाने एकैछिन मेरो फोन आयो गण्डकी रेमोट आउट के कहाँ इको भिलेज जाने होला नि इको भिलेज यसो हेर्ने होला नि बाइकको भिडियो बनाउनुलाई ठिक थियो के बाइकको भिडियो बनाउनुहोस् त्यहाँ भिडियो बनाउनु ठिक छ क्या बाइकको जामलाई कता नि जाम सो अहिले हामी चाहिँ गण्डकी टाउट फार्म जान लाग्यौँ है केटाहरूले पनि जाम भने टारमा गोबर टाँसेको मैले गीत गाएको नि आउँछ होला नि आउँछ मैले गाएको चाहिँ राख है अलिअलि आउँछ आउँदैन अलिअलि आउँछ धेरै त आउँदैन यहाँ के रहेछ मासुको काट आउँछ कि हो मैले गाड्नु लाग्दैन भैँसी ओ सेट पानीबाट हाल्नुपर्छ कि हालौँ फेरि छाड जानु मजा आउँछ क्या राइड यो अहिले चाहिँ हामी ट्राउटतिर छौँ केटा हो त्यो जुसमा आउनु हुँदैन है सेटा एउटा पोखरा अरे वेलकम टू गण्डकी रेमो टाउट फार्म अरे यहाँ तो पुरै पिकनिक होगा फेरि यस्तो पुरै पिकनिक स्पट छ क्या यहाँ त अस्ति आएको हामी त सो यो केटा हो लसो गाइज आयो केटा हो यहाँ एउटा नयाँ सिप छ राजा पढेर सुनाउँछ एकचोटि के हो यो ज्ञान र सिप सिकेर स्वदेश फर्क साथी त्यही सिपको प्रयोगले देशलाई उठाउनु छ माथि ट्राउट पोखरा यो अझै फुल चाहिँ बबल्ला है यो फुल चाहिँ हेर न खतरा छ नि फुल कस्तो राम्रो उसो रहेछ हामी आइसकेको छ है यहाँ चाहिँ ट्राउट यस्तो छ ल मासु देखाउनु ल गाइस मासु छ नि यहाँ चाहिँ तपाईँको ल ट्राउटको मासु केटा हो सही हो
ट्राउटको माछा यो चाहिँ ल जाम उतातिर अरे बढिरहेछ अझै पनि पिङ्की रहेछ यहाँ त है यति नै भयो